जे पनि दुर्गेशको लागि अलवेज। यति भनेपछि हामी नेपालीलाई के चाहियो र? कमेन्ट्स त आउने नै भयो। ज्ञानै चाहिँ दिन्न, अरु जे पनि दुर्गेशको लागि दिने रे। कस्तो मनकारी दिदी। मनकारी दिदी मात्र होइन, यता भेना पनि देखियो। कति खुसी छन् दिदी भेनाको थाहा भएन, तर ओहो यी कमेन्ट्सहरूले चाहिँ एक दिन पक्कै डिभोर्स गराएरै छाड्नेवाला छन्। सो कमेन्ट्स पढ्ने होइन त, याकको डान्सको नाममा दिउँसे रात पार्ने चलन र अरु थुप्रैको कमेन्ट्स पनि पढ्ने नै छौ। सो ढिलो नगरी भिडियोलाई सुरु गरौँ है त। लु, दिदीको फिल्मको प्रमोसन गर्ने तरिका थोड़ा कैजुअल। यो भिडियो हेरौँ अनि कमेन्ट्स पढ्ने है त। हाथ हटाए, हाथ हटा। तो चलिए शुरू करते हैं। बिचरा बुढा हलुवामा बलुवा। यो केटी हो कि जुका हो यार, जता पनि लपक्कै। बुढातिर त नजरै छैन। मर्यादामा बसेर बोल्नु होला। साइडमा बुढो छ, अर्कोलाई अङ्गालो हाल्न पर्ने। यो सब हेरेर हाँसेर बस्न पनि मुटु दरो नै हुनुपर्छ। सबभन्दा ठुलो कुरो सहनशीलता नै रहेछ भन्ने कुरो छेउकै अग्लो अग्लो मान्छेबाट सिक्नु पर्ला है। प्रियङ्काको छोरा हाँसेको हेर त आयुष। यो त केही होइन, अर्को प्रमोसनमा आएको कमेन्ट्स त झन् खतरा छन्। लास्टको कमेन्ट अलिक बढी नै थियो कि एकछिनमा पढ्ने छौँ। त्यो भन्दा पहिला तपाईहरु चाहिँ कुन क्याटेगोरीमा पर्नुहुन्छ त? कमेन्ट गर्नु होला। यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढौँला। तपाईसँग 60 करोड छ भने तपाई अल्ट्रा रिच क्याटेगोरीमा पर्नुहुन्छ। यदि तपाईसँग 10 करोड छ भने तपाई भेरी हाई नेटवर्क क्याटेगोरीमा पर्नुहुन्छ। यदि तपाईसँग 5 करोड छ भने तपाई रिच क्याटेगोरीमा पर्नुहुन्छ। यदि तपाईसँग 2 करोड रुपैयाँ छ भने तपाई अप्पर मिडल क्लास क्याटेगोरीमा पर्नुहुन्छ। यदि तपाईसँग 1 करोड रुपैयाँ छ भने तपाई मिडल क्लास क्याटेगोरीमा पर्नुहुन्छ। यदि तपाईसँग 10 लाख रुपैयाँ छ भने तपाई लोअर मिडल क्लास क्याटेगोरीमा पर्नुहुन्छ। तपाई कुन क्याटेगोरीमा पर्नुहुन्छ यो कुरा कमेन्ट गर्न नबिर्सिनु होला। यदि 15 लाख ऋण छ भने कुन क्याटेगोरीमा परिन्छ? रिप्लाई गर्नु। हामी कंगाल क्याटेगोरीमा पर्ने रहेछौँ सर। 975 रुपैयाँ छ गोजीमा। होइन, 10 लाख भन्दा मुनतिरको क्याटेगोरी छैन भाइ, त्यो मुनतिरकैमा पर्छ होला। अनि 2.5 करोड ऋण छ भने कुन क्याटेगोरीमा परिन्छ? तपाई दुर्गा पर्साईको क्याटेगोरीमा हुनुहुन्छ। एनटीसी को 100 लोन छ भने 10 लाख रुपैयाँ छ भने तपाई लोअर मिडल क्लास क्याटेगोरीमा पर्नुहुन्छ। तपाई कुन क्याटेगोरीमा पर्नुहुन्छ? यी सेवामा 13 रुपैयाँ छ दाइ। ये गरीब की माँ की आम्मा कसम, फर्स्ट टाइम यस्तो डान्सको चलन देखे। यो याक डान्स हेर्नुस् अनि फन्नी कमेन्ट्सतिर जाम्ला। भाई यहाँ पे क्या हो रहा भाई? खत्म। तो चलिए शुरू करते हैं। ख्याल ख्यालमै ब्याउने बनाउला है। मलाई विश्वास छ मैले जे सोच्दैछु अरूले पनि त्यही सोच्दैछ भनेर। यो नाच मलाई मन पर्यो। यो नाचमा म याकको पूर्ण भूमिका निभाउन चाहन्छु। त्यसपछि के भयो? अब 9 महिना पछि थाहा हुन्छ कहिले बेउती खाना आउने हामी यार्साको। याक नाच ठ्याक नाच। दिदीको युएसए र अमेरिका त देखेकै हो, तर यो चाहिँ के हो खै? मनकारी दिदीको कुरा सुनौँ अनि कमेन्ट्स पढ्ने है त। थ्याङ्क यू सो मच टु माई डियरेस्ट दुर्गेश। उसको मनमा म कसरी बसेको रहेछु भन्ने कुरा मैले देखेँ कि मैले भन्नुभन्दा पहिले उसैले आफै नै तिमीलाई म गिफ्ट बनाइदिन्छु एउटा। मेरो गिफ्ट यो भन्दाखेरि चाहिँ म कति भाग्यमानी छु र कति लकी छु म आई थिङ्क शब्दमा भन्न सक्दिनँ होला। जाने चाहिँ दिन्न, तर अरू जे पनि दुर्गेशको लागि अलवेज। तो चलिए शुरू करते हैं। म त हेर्न आएको के पाउँछ दुर्गेश भाइले? मेरे को तो ऐसा धक धक हो रहा है। अरू जे पनि भनेको के हो? दुर्गेश हात समाको समय आयुष हेरेको हेरे। प्रियङ्का जी को हस्बैंड कति अंडरस्टैंडिंग। क्या बोलूं मैं इस पे? मैं कुछ बोल ही नहीं सकता। हैन, बुढी बुढा मिलेर दुईटैले साट्ने कुरा गरे कि के हो?
दिस जाने चाहिँ दिन्न तर अरू जे पनि दुर्गेशको लागि अलवेज एक ठ्याक्नी देऊ दुर्गेशलाई लु कान्छाहरू बाइक लिएर जाने होइन त भेट्न भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्सतिर जाम्ला ओके कमेन्ट्स पढम है त धरतीमा एक्लै हो कि आफन्त पनि छन् भगवान से डरो भोसडी वालों अझै ब्याउनु भएको छैन हजुरले किस कलर की चड्डी पहनी बताउनु आँखा मात्रै हुन पर्छ के देख्न पाइन्छ थ्यांक यू सो मच मेरो आँखालाई कुन कलर रे गाइज भित्रको पेन्टी र सिलिन्डरको कलर चाहिँ मिल्यो यता यो कटरको चिरहरण हुँदै गरेको भिडियो हेर्दिउ अनि त्यसपछि फन्नी कमेन्ट्स पढ्ने है त अबे साले आनन्द क्या मजा छ है हेर्नुस् त प्राकृतिक आहार आहा कस्तो लाग्छ तपाईहरुलाई यो फल ल भन्नुस् त तपाईहरुलाई के कस्तो लाग्छ दिउँसोको सुरुवातीसँगै यो कर लो पहिले उत्पादन गर्दै यो अर्गानिक फलसँग म आज उपस्थित भइसकेको छु हेर्नुस् त दाइ बोक्रासँगै खानुस् न भिटामिन ए पाइन्छ क्या यो फल खाने बित्तिकै पोलेको मकै खाउँदै बडो मजा आउँछ गाइज आई मिस माई एक्स दाइले हग्यो भने पनि कटरको दाना निस्किन्छ होला कति मिठो बास्ना हाम्रो गाउँमा एउटा यस्तै गर्थ्यो हिजो 13 दिनको काम सकियो ल हाम्रो माता भनाउँदो पिताको डान्स हेरौँ अनि फन्नी कमेन्ट्सको मजा लिम्ला तो चलिए शुरू करते हैं गुलेश्वर माता जिन्दगी गजबले चलिरहेको थियो आँखा गइहाल्यो नि लिङ्गमा भाले माता भाले माता लिङ्गेश्वरी माता लिङ्गेश्वरी माता झर्लाङ्गे झुर्लुङ्गेश्वरी माता झर्लाङ्गे झुर्लुङ्गेश्वरी माता तीन धार्नीको गुलाबको माता ओके गाइज अब जेलमा परेको चरीको गुहार सुन्ने होला नि थ्याङ्क्स फर द कमेन्ट्स लभ यु भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त ओके कमेन्ट्स पढम है त म हत्यारा हो सरकार त्यो जेलमा मलाई पनि लैजा औरत का चक्कर बाबू भैया औरत का चक्कर मलाई यो जेल जानु मन छ के गर्नु पर्छ यो जेल जानलाई हरामी हो यत्रो चरीलाई सानो जेलले हुँदैन ठुलो चाहिन्छ होला खोलेर जेल